हेलो साथीहरू, आज चाहिँ म यहाँ स्कुलबाट डाइरेक्ट हो यता मैतो घरमा जानु पर्यो भनेर आज मैतो घरमा जाँदैछु साथीहरू। पुगे पनि हो। म यहाँ दाजु र भाउजूले रोप्नु भएको फुल हेर्नुहोस् न साथीहरू, कस्तो दामी छ, फुलिरहेको रहेछ, कति राम्रो सेतो, अस्तिदेखि फुलेको रे, फुलिसक्नु आँटेछ हो। कस्तो दामी फुलेछ, कस्तो राम्रो फुलेछ, फुलिसक्नु आँटेछ। अस्ति त दामी फुलेको थियो अरे कि, अहिले चाहिँ अब फुलिसक्नु आँटेको, कम्ती राम्रो छैन रहेछ, कस्तो मजाले फुलेको छ साथीहरू। एन्जेलिया हो, कस्तो दामी छ साथीहरू, कस्तो दामी फुलिरहेछ, दामी फुलिरहेको छ साथीहरू। म चाहिँ आज मैतो घर आएको, स्कुलबाट डाइरेक्ट यता एकछिन जानु पर्यो भनेर चाहिँ अन्त आएको नि साथीहरू मैतो घर। स्कुलबाट डाइरेक्ट आएको यता। मेरो क्यामेरा हल्लिएर के धीरे भयो। एप्पलो ए नमस्ते, ए दाजु भाउजू नमस्ते। एकछिन आउनु मन लागेर आएको नि, एकछिन मन लाग्यो। ए हुन्छ, एकछिन भिडियो गर्छु नि ल म, ल एकछिन भिडियो गर्नु। हजुर हुन्छ हुन्छ, भिडियो गर्नु पर्यो। यहाँ भाउजूले कस्तो राम्रो राम्रो रोप्नु भएको छ फुल, कस्तो दामी दामी रहेछ। कम्ती दामी छैन नि, कस्तो राम्रो। उयो पनि फुल्नु आँटेछ है भाउजू, यी दामी भएछ हो, कस्तो राम्रो हो। कस्तो दामी दामी फुल्नु आँटेछ। ऊ माथि चाहिँ पुरा फुलिरहेको छ साथीहरू, दामी फुलिरहेछ, कस्तो दामी भइरहेछ। अब यता साथीहरू, यहाँ पनि कस्तो दामी छ। यहाँ हेर्नुहोस् त, क्याक्टस कस्तो दामी भइरहेको छ। माथि जेरिनियम कति राम्रो फुलिरहेछ हो, दामी फुलिरहेछ साथीहरू हो। साथीहरू आज चाहिँ म मैतो घरमा आउनु मन लागेर आएको। अनि साथीहरू नि, साथीहरूले भन्नुहुन्छ होला उसको बाबामा चाहिँ कहिले भन्दैन त भन्नुहुन्छ होला कि। मेरो बाबा चाहिँ म 3 वर्षको उमेर हुँदाखेरि बित्नु भएको अरे है कानाजु, 3 वर्ष हुँदाखेरि बित्नु भएको अरे। अनि त्यहाँदेखिको आमा बित्नु भएको चाहिँ 9 वर्ष टक्कै पुग्यो हो। अनि अहिले दाजु भाउजू हुनुहुन्छ घरमा है, दाजु भाउजू छ घरमा। अन्त म आइबस्छ यता यहाँ मैतो घरमा हो। यसरी हामी यहीँ हुर्केको साथीहरू। कस्तो लाग्नुभयो तपाईँलाई, हाम्रो उहिलेको घर यस्तो हुन्छ हो। अनि आमा बाबा हाम्रो अब छैन, आमा बाबा पहिल्यै बित्नु भएको हो। तर अहिलेको नानीहरूले बित्नु भएको भनेर बुझ्दैन कि, खस्नु भएको हो। पहिल्यै आमा खसेको 9 वर्ष, बाबा खसेको धेरै वर्ष भयो। अब म 3 वर्षको हुँदाखेरि त अहिले त म त अब हामी त है बुढाबुढी भइसक्यो। हस् त साथीहरू, आजको मेरो भिडियो चाहिँ तपाईँहरूले हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। मेरो कान्छा दाजु हो, कान्छा दाजु साथीहरू नमस्ते छ। मेरो कान्छा दाजु भाउजू माथि तलमाथि जानुभएको छ, तलमाथि जानुभयो। हस् त साथीहरू, मेरो भिडियो मन पर्नुभयो भने लाइक कमेन्ट गरिदिनुहोस् ल साथीहरू। बाई।